हेलो गाइज दर्शन नमस्ते सम्पूर्ण साथीहरू वेलकम टु माई ब्लग। सो अहिले म रुम जाँदैछु। उता कुखुरा लिनु गएको थिएँ, कुखुरा ल्याइसकेको छु। यहाँ दिन सक्नुहुन्छ। अनि अब हिँड्दा हिँड्दै बोलाइ अनि टाढो भयो क्या, आँखा भयो नि त के गर्नु। अब ग्याराप गर्दा पनि ट्याक्सीमा धेरै नै टाइम देखायो 10 मिनट, अनि पैसा पनि फेरि 15 रिङ्गेट यहीँ 2 मिनटको बाटोमा। अनि त्यही भएर आँटा हिँडेर पुगिहाल्छ भने हिँडेरै म हिँडिदिएको के। अब 15 मिनट कुऱ्यो भने 15 मिनटमा रुममै पुग्छु भनेर हिँडिदिएँ। 15 मिनट पनि बच्छ अनि 15 मिनट टाइम पनि कोसँग म पुगिसकेको हुन्छु भनेर। अनि अहिले यहाँ अब जाँदैछु होइन। फेरि कस्तो हो, आज त बत्ती पनि बालेको छ नि। यहाँ मलेसियाको घरहरू यस्तो छ गाइस। अब ड्युटीमै झन् न, बेस काट्ने यहाँ यहीँ ढुँडिएको छ बेस काट। कुखुरा हातमा 2 किलो छ। अनि यसो हेर्नु सक्नुहुन्छ यस्तो छ। अब अझै 10 मिनट हिँडेको 5 मिनट अझै हिँड्नुपर्छ। 5 मिनट लाग्दैन लगभग लाग्छ भनौँ न। सो गाइस अब रुम गएपछि चट्ट यसलाई बनाएर बस देखाउनुपर्छ। सो अहिलेको लागि बाई। अब फेरि म अहिले जोडिने छु साथीहरू। हस् त ओके। हेर्नुहोस् यहाँ गाइस फाइनली मैले यहाँ काटिसकेको छ। अब यसलाई टुक्राउनु पऱ्यो, त्यसपछि चट्टा बनाउनु पऱ्यो, लोकलबाट ज्याम दिनु पऱ्यो गाइस। काटिसकेको गाइस ल लोकल कुखुरा। गाइस लगाउनु चाहिँ खाना है गाइसहरू सबैजना मिल्छ त मेरो पुरानै गाइस। हेर्नुहोस् यस्तो छ गाइस। अनि सबैजनालाई लिम्दो छ मेरो फेसबुक फ्यामिलीहरूलाई। अनि लास्टमा गुड नाइट है।